हेलो इन सबैलाई स्वागत छ मेरो च्यानल द सबल अधिकारी अफिसियलमा। सो दिस इज माई फर्स्ट भिडियो अन द टपिक अफ फुटबल न्युज। आजबाट चाहिँ कन्टिन्युअसली रेगुलरली फुटबल न्युजको बारेमा भिडियो ल्याउने छु मैले। सो विथआउट एनी फर्दर डिले सो लेट्स मुभ इन। यो चाहिँ मेरो एक हप्ता जतिको फुटबल न्युज हो हैन। अलिकति ढिलो भएको छ दसैँको कारणले हैन। सो लेट्स बिगिन द भिडियो। सो सबभन्दा सुरुमा चाहिँ हामी युसिएल म्याचेसहरूको कुरा गरौँ हैन। युसिएल म्याचेसको कुरा गर्नु पर्दाखेरि इम्पोर्टेन्ट फिक्चर्सहरूको कुरा गर्दाखेरि चाहिँ सबभन्दा सुरुमा चाहिँ अब म्यान सिटी भर्सेस सबभन्दा सुरुको गेम चाहिँ हाम्रो रियल म्याड्रिड र काइरात भन्नेको थियो, जसमा चाहिँ रियल म्याड्रिडले चाहिँ काइरातलाई चाहिँ 5-0 ले हराएको थियो, जसमा चाहिँ एम्बाप्पेको ह्याट्रिक हामी देख्न सकियो, एउटा पेनाल्टी अन्त त्यसपछि दुईटा चाहिँ एउटा ब्रिलियन्ट गोल हैन। त्यसै गरी म्यान सिटी भर्सेस मोनाको पनि थियो गेम, जसमा चाहिँ म्यान सिटी भर्सेस मोनाकोमा चाहिँ हालनले ब्रेस आनेका थिए दुईको, र मोनाकोले चाहिँ लास्ट मिनटमा गएर चाहिँ एक गोल 90 मिनट समथिङ त्यस्तो लाग्यो, 90 मिनट जतिमा चाहिँ एक गोल हालेर 2-2 को ड्र बनाएका थिए। त्यसै गरी नेपोली भर्सेस स्पोर्टिङ त्यस्तो इम्पोर्टेन्ट त थिएन, तर पनि नेपोली भर्सेस स्पोर्टिङको म्याच नेपोलीले जितेको थियो, जसमा चाहिँ केबिडी जुन नयाँ अहिलेको भर्खरैको ट्रान्सफर नेपोलीको लागि केभिन डी ब्रुइनाले चाहिँ दुईटा असिस्ट दिएका थिए र रास्मस हजल्यान्ड है अलि प्रोनाउन्सिएसन मिस्टेक छ, उहाँले चाहिँ गोल गर्नुभएको थियो। त्यसै गरी गालाटासाराय र लिभरपुल एकदम अनबिटन टिम थियो हैन। सबैले सोचेको चाहिँ लिभरपुलले जित्छ भन्ने थियो, तर गालाटासारायको होममा थियो यो गेम र टर्कीको म्याचमा गालाटासाराय इज द पिक हैन। उसले चाहिँ 1-0 ले चाहिँ गालाटासारायले जितेको थियो। अ भेरी अपसेट फर अल द लिभरपुल फ्यान्स। अनि त्यसै गरी चाहिँ द मोस्ट इम्पोर्टेन्ट फिक्चर, त्यस्तै इम्पोर्टेन्ट त रहेन किन ड्यु टु इन्जरिज हैन। सो द मोस्ट इम्पोर्टेन्ट फिक्चर थियो यो म्याच डे 2 को चाहिँ बार्सा भर्सेस पिएसजी, बार्सिलोना भर्सेस पिएसजी को म्याचमा हैन। बार्सिलोना भर्सेस पिएसजी को म्याच 1-2 ले पिएसएलले जित्यो हैन, जसमा फर्स्ट गोल चाहिँ फर्नान्डो टोरेसको आएको थियो, जसमा रासफोर्डको चाहिँ असिस्ट थियो फर्नान्डो टोरेसमा, र 18 मिनेटमा चाहिँ बार्साबाट फर्नान्डो टोरेसले गोल हान्यो। त्यसै गरी त्यसपछि गयो पिएसजीकोबाट माया लुलु, जसले चाहिँ च्याम्पियन्स लिग फाइनलमा पनि गोल हानेको थियो हैन। माया लुलु भन्ने प्लेयरले चाहिँ सुरुमा गोल हान्यो हैन। त्यसै गरी चाहिँ गेम राम्ररी चल्दै गयो। त्यसपछि गएर 90 मिनट ठ्याक्कै 90 मिनटमा चाहिँ गोन्कालो रामसले एक गोल ब्रिलियन्ट गोल गरे, जसमा अफजल हकिमीको चाहिँ त्यो असिस्ट थियो। र धेरै एलिगेसन के लागिएको छ भन्दाखेरि त्यो गोल चाहिँ अफसाइड थियो हैन, हल्का अफसाइड थियो। गोन्कालो रामस चाहिँ हल्का जब बल हकिमीकोबाट छुट्यो ऊ अफसाइड थियो, भिआरले मिस्टेक गर्यो भनेर धेरै एलिगेसनहरू लागिरहेको थियो, तर काइन्ड अफ जहाँसम्म लाउँछ त्यो होइन। अब चाहिँ हामी फुटबल न्युजको बारेमा जाँदाखेरि चाहिँ एकदमै एउटा हाम्रो फर्मर बार्सा म्यानेजर जाभी हर्नान्डेज अलिकति जिरो लटपट्टि छ हैन। जाभी हर्नान्डेज हैन, जो म्यान्चेस्टर युनाइटेड लिङ्क भएका छन् हैन। एमोरेम जुन अहिलेको करेन्ट म्यानेजर हुन् म्यान्चेस्टर युनाइटेडको, उहाँ चाहिँ स्याक हुने कुरा आएको छ र जाभीले उसको ठाउँलाई लिन सक्छ कि भन्ने कुरामा हेभिली लिङ्क भइरहेका छन्। जाभी टु म्यान्चेस्टर युनाइटेडको म्यानेजर हुने कुरामा एकदमै ठुलो लिङ्क आएको छ, र यदि म्यान्चेस्टर युनाइटेडमा भएनन् भने उनी साउदीमा जान सक्छन् भन्ने कुरा पनि न्युजमा आएको छ, र यो न्युज सायद फेब्रिजियो रोमानोले दिएको छैनन् होला हैन साउदीको बारेमा चाहिँ, तर यदि साउदीमा गएछन् भने हेर्नुहोस् होला है। अनि त्यसै गरी बेन्जिमा क्यान मुभ टु बेनिफिका किन भन्नु होला हैन, बिकज अब अलि तिहाड अहिले करेन्ट टिम उहाँमा एकदम धेरै पैसा कमाइरहेको हैन। सो जोसेफ मोरिन्यो जुन अहिले बेनिफिकाको भर्खरैको करेन्ट म्यानेजर, उहाँले चाहिँ ल्याउन खोजिराख्नु भएको थियो, तर काइन्ड अफ खोजिराख्नु भएको थियो, तर बेन्जिमाले चाहिँ जहाँसम्म लाग्छ आउन होला किनकि बेन्जिमा चाहिँ अब पैसा त्यति पाएकै छ। त्यो माथि करिम बेन्जिमा अब मुस्लिम कन्ट्री भयो, रमदान त्यसरी त्यहाँनिर गयो होइन। उसको कल्चर पनि त्यहाँ फिट छ, फ्यामिली सुखी नै छ। त्यसै गरी उसले आफ्नो त्यहाँनिर अब आफ्नो त्यो कल्चरल बेनिफिट पनि उसको बढी छ, त्यसै गरेर पैसा पनि बढी पाएकै छ। सो बेनिफिट आउन भन्ने धेरै आशा छ होइन। अनि त्यसै गरी चाहिँ अब बार्सा फ्यानको लागि एउटा गुड न्युज फेरि आएको छ हैन। एउटा गुड न्युज पनि छ, एउटा ब्याड न्युज पनि छ है, फेरि दुईवटा न्युज छ। गुड न्युज के छ भन्दाखेरि चाहिँ फ्र्याङ्की डियोङ जुन हाम्रो मेन क्याप्टेन हैन, हाम्रो
मेन क्याप्टेन, उहाँको चाहिँ कन्ट्र्याक्ट रिन्युएबल हुने कुरा छ। यो सिजन उसको अन्त्य हुने थियो 2026मा होइन, 2025 2026मा अन्त्य हुने थियो उसको करेन्ट हाम्रो उस हेर्दाखेरि कन्ट्र्याक्ट हेर्दाखेरि। तर उसको चाहिँ कन्ट्र्याक्ट रिन्युएबल हुने कुरा छ 2029सम्मको लागि होइन। सो भर्बल एग्रिमेन्ट भइसकेको छ फ्र्याङ्की डियोङ र बार्सेलोनाको बिचमा होइन। 2029सम्मको चाहिँ हाम्रो यो चाहिँ एग्रिमेन्ट भइसकेको छ। र त्यसै गरी चाहिँ अब मेस्सी टु इन्डिया भन्ने कुरामा आएको छ। मेस्सीले आफ्नो लेटेस्ट पोस्टमा हालेका छन् कि उसको लेटेस्ट पोस्ट अनुसार मेस्सी इन्डिया आउने कुरा चाहिँ पहिलेबाट थियो र मेस्सी इन्डिया फेरि आउने भएका छन्। मेस्सी कुन दिन आउने छन् भन्दाखेरि नेपालको हेर्दाखेरि चाहिँ मङ्सिरको अन्तिमतिर डिसेम्बर 13, 14, 15मा आउने छन्। सो 13 तारिकमा कलकत्ता, 14मा मुम्बई, 15मा दिल्ली, यही 3 ठाउँमा आउने हो। र अझ एक ठाउँमा अझै एक दिन अझै आउने भनेका छन् र त्यो दिन चाहिँ कहाँ हो र के हो फिक्स छैन होइन। अब त्यसपछि अब टिकट्सको कुरा गर्दाखेरि चाहिँ टिकट्स चाहिँ जोमेटोकोबाट के हो एप, अब त्यो एपको नाम थाहा भएन होइन। त्यसलाई चाहिँ मैले डिस्क्रिप्सनमा हालिदिन्छु कुनबाट टिकट पाइन्छ भनेर होइन। मेस्सी चाहिँ कोलकातामा आउने छन्, स्टेडियमहरूमा आउँछन्, क्रिकेट स्टेडियममा चाहिँ वानखेडे होइन, मुम्बईको वानखेडेमा आउँछन्, कोलकाताको थाहा भएन र दिल्लीको नि त्यस्तै केआई स्टेडियममा छन्। तिनी आउने कुरा छ 13, 14, 15 डिसेम्बरमा हो क्या, डिसेम्बरमा आउने छन् मेस्सी टु इन्डिया। बार्सेलोनाको लागि ब्याड न्युज के हो भन्दाखेरि एमएल हेज गट इन्जर्ड, एमएल भएका छन् इन्जरी कहाँ भएको छ भन्दाखेरि प्युबिक रिजनमा। प्युबिक रिजन भनेको के हो भन्दाखेरि चाहिँ इनर थाई, हाम्रो इनर थाईको भागलाई चाहिँ प्युबिक रिजन भनिन्छ। र इन्जरी कसरी हुनसक्छ भनेको कुरामा चाहिँ कसरी हुनसक्छ भन्दाखेरि चाहिँ हामी यदि कहिले पनि होइन जस्तो बल स्ट्रेच गर्दाखेरि चाहिँ बल दिने बेलामा स्ट्रेचिङ गरिन्छ नि, त्यो बेला छाला चम्किन्छ र त्यही बेलामा हुने चाहिँ इनर थाईमा हुने इन्जरीलाई नै चाहिँ अब प्युबिक रिजन भनिन्छ। एमएल अब भर्खरैको 18 वर्षको मान्छे होइन, धेरै त्यो पेलाएर गरेको छ, त्यही भएर नि उसको त्यो इन्जरी हुने चान्सेस धेरै छ। अस्ति नै स्पेनको इन्टरनेसनल टुरमा पनि एमएललाई लगेको थियो जुन फुल्ली फिट थिएन होइन। त्यसै गरी ह्यान्सी फ्लिक बार्सेलोनाको म्यानेजरले पनि धेरै गुस्सा गरेका थिएन होइन एमएललाई इन्जरी हुँदा पनि खेलाइयो भनेर। सो एनिवेज यही नै थियो खबर होइन। यदि कुनै नयाँ खबर पाउनुहुन्छ भने कमेन्ट गरिदिनु होला। सो आजको लागि यति नै, गुड बाई, टेक केयर एन्ड लाइक सब्सक्राइब गरिदिनु होला है फेरि पनि, बाई।